Prove that 1 by sin 10 minus root 3 by cos 10 equal to 4. यसलाई हामी कसरी प्रुभ गर्ने? यहाँ sin 10 डिग्री छ, यसको पनि भ्यालु छैन, cos 10 डिग्री छ, यसको पनि भ्यालु छैन। अनि यहाँनिर चाहिँ के छ त भन्दा रुट 3 छ। अब हामीले यसलाई के गर्ने त भन्दा सबैभन्दा पहिले हामीले LHS बाट प्रुभ गर्नको लागि मैले यहाँ लेखे टेकिङ LHS मैले यहाँ लिन्छु 1 by sin 10 minus यो रुट अन्डर 3 भनेको भ्यालु छ, तर यसको केमा भ्यालु छ त भन्दा tan मा छ। tan 60 हो रुट अन्डर 3 भनेको tan 60। अब अरु जस्ताको जस्तै छ, यो तलको sin 10 cos 10 पनि जस्ताको जस्तै राखे। sin 60 भनेको यहाँ sin र cos मा भएकोले गर्दाखेरि tan 60 लाई मैले sin 60 by cos 60 लेखे, तलको cos 10 जस्ताको जस्तै लेखे। अब एलसीएम लिने हो भने यो तीनवटा डिफरेंट छ, तीनवटै मैले एलसीएम ले sin 10 cos 60 cos 10। अब यसपछि हामीले के गर्यौं त भन्दा यहाँ sin 10 मात्रै छ, यहाँ 1 ले यो दुईवटैलाई मल्टिप्लाई गर्दा cos 60 डट cos 10 माइनस यहाँ sin 60 छ, cos 60 र cos 10 चाहिँ यसको डिनोमिनेटरमा छ, cos 60 dot cos 10 minus sin 60 dot sin 10। यो भनेको cos A cos B minus sin A sin B। A भनेको 60, B भनेको 10। अब यो के को फर्मुला हो त भन्दा cos A plus B को फर्मुला हो। cos A भनेको 60 plus B भनेको 10। अब तल के छ त डिनोमिनेटरमा sin 10 cos 60 भनेको 1/2 cos 10 जस्ताको जस्तै राख्यो। 1/2 यो 2 के गर्यो त भन्दाखेरि रेसिप्रोकल हुन्छ, डिभाइड टु पनि डिभाइड भएपछि त्यही भएर यो 2 लाई सबभन्दा माथि लग्यो। 2 cos 70 by sin 10 dot cos 10। यसो हेर्दा यसलाई के देखिन्छ त भन्दा sin A dot cos A हुन्छ। यसको अगाडि हामीले 2 थप्दिने हो भने sin 2A को फर्मुला लाग्छ, 2 sin A dot sin B। अब यहाँ डिनोमिनेटरमा 2 थपेपछि माथि पनि 2 ले मल्टिप्लाई गर्नुपर्छ। हामीले sin 2A बनाउने यहाँ 2 थप्यौं। अब 2 थपिसकेपछि यो 2 sin dot cos A हुँदाखेरि यो sin 20 भयो, sin 2A भयो, sin 2 dot 10 भनेको sin 20। अब 2 2 जा 4 4 cos 70, यहाँ cos 70 छ, मुनि चाहिँ sin 20 छ। हाम्रो 4 चाहिँ RHS को लागि आइसकेको छ। यो पार्ट र यो पार्टलाई हामीले के गर्नुपर्ने छ त भन्दा क्यान्सल गराउनुपर्छ। क्यान्सल गराउन हामी के गर्ने त भन्दाखेरि 70 र 20 लाई हामीले एंगल को रिलेसनमा हेर्ने हो भने के हुन्छ त भन्दा 70 प्लस 20 भनेको कति हुन्छ 90 हुन्छ। 90 को भ्यालु हुन्छ भनेको 90 चाहिँ हाम्रो फर्मुलामा जान्छ। अब त्यसरी हेर्दाखेरि कहिलेकाहीँ हामी यसरी नै हामी एन्सर गर्छौं, प्लस गर्दा भएन भने हामी कहिलेकाहीँ माइनस पनि गर्नुपर्ने हुन्छ। 70 cos 70 मैले जस्ताको जस्तै राखे। sin 20 भनेको 90 डिग्री माइनस 70, किन सेम एंगल बनायो, यहाँ पनि 70 यहाँ पनि 70। sin 90 डिग्री माइनस थीटा भनेको cos थीटा, यहाँ थीटा को भ्यालु 70 छ, त्यही भएर cos 70 लेख्यौ। cos 70 र cos 70 क्यान्सल हुँदाखेरि 4 आयो, which is equal to RHS।